भनिन्छ नि साथीहरू 2 दिनको जिन्दगीमा मरि लानु के छ र भनेर खानमालाको कुरा चाहिँ च्यापचुप बनाएर खाइहाल्नुपर्छ अनि सुरुमा मैले चामल चाहिँ भिजाइसकेको थिएँ कि बिहानै अनि त्यसपछि त्यो चामल सेलरोटीको लागि अनि हामी चाहिँ अरू हाम्रो प्लान थियो नि त आज सेलरोटी अचार र मासु बनाएर भुटेर खाने भनेर अनि त्यसपछि हामी लिएर आएर बसालिसक्यो मासुसासु होइन अनि त्यसपछि मसलाहरू रेडी बनाएर अचारको लागि अनि त्यसपछि मासुको लागि सबै कुराहरू रेडी बनाएर यतातिर पाक्दै गर्छ अब यतातिर बाहिर चाहिँ मैले आगो बालेर छोडिदिइरहेको छु कि अहिले सेल बनाउने हो चाहिँ त्यसमा चाहिँ अनि भन्नु होला क्या साथीहरू कति मिठो मिठो पकाएको मात्रै भिडियो हाल्छे भनेर भन्नुहुन्छ क्या मलाई फेरि कमेन्टमा है अब भिडियो खिच्ने भनेकै झन् मिठो मिठो पकाएको बेलामा चाहिँ जागा लाग्छ नि त धेरै अनि नर्मल खानाहरूको पनि डेली खानाहरूको पनि हालिरहेको हुन्छ हाल्नु त मैले त्यही पनि अब स्पेसल खाना पाएको बेलामा त अझै धेरै इन्ट्रेस्ट लाग्छ नि त रमाइलो लाग्छ खिच्नलाई अनि दिउँसोदेखि स्टार्ट गरेको काम मैले 3 बजीदेखि है अनि त्यसपछि चाहिँ अब कामसाम खाइसकेर भ्याउँदाखेरि त 8 बजेको थियो कि साँझको अनि त्यसपछि यसरी अचारको लागि तिल र भाग्दैछु कि अनि त्यसपछि अचार रेडी भइसक्यो अनि यता मेरो हस्बेन्डले चाहिँ सेलरोटीको लागि बनाइसक्नु भयो अब तेल पनि तातिसक्यो आगो बलेर अनि त्यसपछि हामीले पकायौँ अनि पालै गरेर अनि त्यसपछि सेलरोटी यस्तो बन्यो मिठो भएको थियो साथीहरू है अनि तपाईँहरूलाई पनि खान मन छ भने खाइहाल्नुहोस् है साथीहरू एक बारको जिन्दगीमा रमाइलो गर्नुपर्छ इच्छा लागेको कुरा गर्नुपर्छ बाई बाई साथीहरू